ल भा ल उतापट्टि हेर्नु है यहाँ हेर्नु यहाँ हेर्नु यहाँ हेर्नु है मङ्गलम भगवान् विष्णु मङ्गलम गर्नु दही लिएर आएको दही खाइदिउँ अब रुमाल चल्छ नि रुमाल एउटा रुमालमा त भाइको हातमै चाहिन्छ हो एउटा त्यही पछि च्याप मलाई च्याप च्याप मलाई तपाईँहरू हड्डिनु एकछिन यसो छेउमा बसिदिनुहोस् बाबु बाबु खै साँचो कता छ पछाडि त्यो पनि एउटा यो पनि राख्नु अरूको नराम्रो हजुरबाट राम्रो राधे राधे उहाँहरूको पनि ठुल्ठुलो कार्यहरूमा सबैलाई स्वागत गर्नका निमित्त पहिला उहाँहरूले एउटा धुन अथवा स्वस्ति नः पूषा विश्ववेदाः
हरि हाम्रो फुल भने पनि त्यही हो, हाम्रो माला भने पनि त्यही हो, जे भने पनि हाम्रा यी मन्त्रहरू हुन्। त्यही मन्त्रको धुनद्वारा, गीतको धुनद्वारा तपाईँहरूलाई के छ, स्वागत छ कन्या ग्रहण। पहिला साईबाट अगाडि जानु बिस्तारै। सुरता हो कि माया हो, ज्यान जुरो जुरो भो सन्काइदेऊ कि बोलिदेऊ भन्देऊ के कुरो हो। कपालैको लाउनु पर्दा हातले छोप्नु साटो, हातले छोप्नु साटो निरीमा हातले छोप्नु साटो। बोल
साटो निरीमाई भोक निन्द्राको साटो तिम्रै माया चली नै रहने ढुकढुकी चल्लो साटो ढुकढुकी चल्लो साटो निरीमै ढुकढुकी चल्लो साटो मलचरीका बथन हजुर बासै सरीका आँसुसँगै दुःख झरे खुसी भरिलाई रित्तो छाती हेरिरह्यो मुठु दे पठाए आफ्नै हातले सिरा फुला डाँडै कटाए डाँडै कटाए डाँडै कटाए साटी जाऊ भो कस्तुरी माया यसै छुट्नु साटो यसै छुट्नु साटो निरीमाई यसै छुट्नु साटो लाग्यो भने बाडुल्की मलाई आउला यही बाटो आउला यही बाटो निरीमाई आउला
बर्सिएर पानी फर्की आयो परान हजुर बाँच्यो जिन्दगानी तिमी आउनु त्यही बाटोरीमै अरू आउनु सार बोकी आउनु एक मुठी माया हृदय आउनु साथ अनि यो दाहिने हातले चाहिँ फिट्नु ओम नमः मिलाला कन्यादान गरिन्छ मिलाला कन्यादान अब यताबाट दिने वस्तु ल्याउनु सक्दै कोही जाने हुँदैन पोस्टरले पनि छ सूर्यादि नवग्रहैः सूर्यतः सूर्यशिवाणः सूर्यशिवाणां सर्वपीडः बाधा निवारणपूर्वकं समस्त यसलाई हजुरले सबै दिने क्या पूजाहरू त ओम मङ्गलम भगवान् ओम लाभस्ते सत्य सत्य यसा विधि मङ्गलम होला हो जलभैमा छोड्नु है त्यो बस्तर डुरा भयो अब पछौराको विनियोग गर्नुपर्छ फेरि पानीले लगाउने बस्तर है अब गरगानाको विनियोग है ल यो ओम यस साहित्य मन्त्र छ यता यता फर्केर समयदिन एकजना पारी ल लगाइदिनु सबैजना ल सपरिवार सहित मम मेघनाथ आचार्य अस्मद सपरिवार सहित मम सपुत्र सपुत्री सबान्धवस्य सकुटुम्बस्य सहित मम सपरिवार सहित मम श्रुति स्मृति पुराण कपल प्राप्ति कामना
अद्देह अस्तुम पूर्व उच्चारित कर्मणि निमित्तकं च समस्तं पितॄणां निरसञ्च ब्रह्मलोक प्राप्ति कामनार्थं च उदात्तं द्वासप्राण पुरुषवा समूर्ति आत्मानं पवित्रं सुख कर्तुः लक्ष्मी नारायण देवता प्रत्यय ब्रह्मविधिनां समस्त परिवार सहित कन्यादानको संकल्प बन्द भयो है कन्यादान गर्नु प्रतिज्ञा संकल्प भयो ल अब अझै छोरी पानी हाल्छ एकजना शङ्ख समाइदिनु एकजना पानी हाल्नु है एकजना शङ्ख समाउने एकजना पानी हाल्नु गाह्रो हुन्छ होला एकजना शङ्ख समाउने एकजना पानी हाल्ने तपाईँले हात छोड्नु भएन छोड्नु अनुसार हात छोड्ने है म साइडमा गएर बस्छु तपाईँहरू चाहिँ भित्र आउनु सबैजना ल ओम विष्णु ओम विष्णु ओम विष्णु ओम सुमुखस्तक दत्तार्थ कपिलो गजकर्णकलम्बो रसविष्णु विरुणाथ साधितो वेदनाथ सुवर्ण वाचैदं कारं चतुर्भुजं प्रसन्नं कर्म ध्याय सर्वविघ्न शान्तय अव्यय सिद्धार्थ सिद्धार्थं पुरितव्यस्रा श्री सर्वविघ्न हर तस्मै गणाधिपते नमः अनादन अयो तस्य श्रीराम पुरुषोत्तमाय नमो नमः अद्य श्रीमद्भगवद्महापुरुषस्य विष्णुज्ञः प्रोत्साहनस्य सकल जगतः सिद्धिकारणोः परमरूपिः विष्णुप्रादेः श्री श्वेतवारः कल्पगे पार्श्वत्यादि विष्णुः पार्श्वत्यादिः अमुदैव अद्यः यः पुनः देह विष्णुवती रुद्रमुत्याम अद्यत्यादेह काष्ठमण्डलनगरान्तर्गतः काठमाडौँ महानगर नगरपालिका अन्तर्गत यहाँ रौद्र नाम श्री सूर्यनारायण भगवान् सत्यनारायण वसंत ऋतु वैशाख मासे ज्येष्ठ मासे गर्भोत्पन्नानां राम शरण आचार्य नाम अश्वतः नाम शरणः अश्वतः ओम क्लीं सदाचन्द्रेः गर्भोत्पन्नानां मेघनाथ आचार्य नाम अश्वतः स्तुति हरि ओम तत्सत् राम्रो होस् दुवैले उन्नति प्रगति गरिकन अगाडिका जीवनहरू पनि राम्रो तरिकाले अगाडि बढाउँदै जानु होला भनेर चाहिँ ल पुष्पि गर्नु हो ल अब आज एकैछिन समातेर म त बुढी आउँला समातेर बसिहाल्नु है समातेर बसिहाल्नु एकैछिन ल अब त्यस गौरी कन्यामी मामभित्र यथा शक्य विभूषितं ददामि विष्णवे तुभ्यं दत्रा वित्र समाश्रयः यो चाहिँ ज्वाइँको हातमा चाहिँ कुराहरू लाग्यो भनेको चाहिँ मैले अहिले भने जसरी तपाईँहरूको दाम्पत्य जीवन अगाडि बढाउने हो राम्रो तरिकाले दाम्पत्य जीवन अगाडि बढाउँदै हजुरको जीवन सुखमय होस् हामी तपाईँको आशीर्वाद छ आशीर्वाद छ राम्रो गर्नु होला है एकचोटि हजुरले छोरीको बुढीमा समातेर भयो भूमिलाई सोचेर है ल अब फेरि ज्वाइँको हातमा दिनुहोस् त्यसपछि भयो है ल ओम धौतस्त्री प्रजापति श्री अनुष्ठान लिङ्ग देवताः कन्या ग्रहणपूर्वकं कामा अदात्तः कामोदात्त कामः प्रतिकृता ओम कामै सत्यै लिएर तिनचोटि जल त्यहाँको भने तिनचोटि भनेर सकेन तिनचोटि सिरौँडा हेर्नु है ल सबैजनाले हरि ओम तत्सत् तत्सत् परिवार टिका लाउने नमस्कार गर्ने है सबैजना यति पछि कन्यादान हाम्रो काम सक्यो अब भोजन गर्ने काम
अवस्थी दधिची दैवी हात थामी घुम्दैन जेलो याद आउँछ झलल गाउँघरमा रुदी बसेको
लाजको ओम प्रजापति स्वाहा इदं प्रजापति नमो नमः उदयतल पर्वताय नमो नमः भरतल पर्वताय नमः विद्यातल पर्वताय नमो नमः हिमाचल पर्वताय नमो नमः वैराट पर्वताय नमो नमः सारदा पर्वताय नमो नमः हरि ओम चंद्रमा मनसोदा चक्षुषो महादेवं पाण्डवं भूषितं इति शतविदोस्नानं भाति प्रबोधयेत् पूर्वदले उदयतल पर्वताय नमो नमः उदयं पर्वतं शीतं रक्ते विभूषितं प्रातारविद्यमन्त्रेण प्रतिष्ठं तारमन्त्रयः आग्नेयं मरुतपर्वताय नमो नमः आग्नेयं मरुतां देवं कृष्णावर्णं प्रधान्तकं मरुतास्मृतिमन्त्रेण मरुतयं नैतं गुणसंस्थितं हिरण्यं गर्वमन्त्रेण याचनं प्रपूजयेत् पश्चिमं वैराटपर्वताय नमो नमः पाण्डवगुप्तयास्तैव नास्तितं पश्चिमे स्थितं तन्माना इति मात्रेण वैराटं पर्वतं त्यजत् वायुपतले सारदपर्वताय नमो नमः ओम शारदभ्रुवण्डभ्यं ज्ञानं कारणयुक्तमं वयं विश्वाभ्यैव यता समूहले दर गरेर समाउने यता समूहले दर गरेर समाउने है बुझ्नुभयो हरि ओम सुमङ्गलीरियं वधूरिमा समेतं सौभाग्यमस्यं गता एतास्तं विपरीतनः ओम मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वजा मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनोहरि ताली बजाउँदा यथास्तं विपरीतनः
अब पूजा जल राखेर त्यो भेटघाट गरेको पुष्पाञ्जली छ होला हरिओ नमो बुद्धस्य बुद्धिभ्यो सौर्यमुद्र नमो समस्त विश्वसंस्कार गुणं नमो गिरावती दिनवती हे स्वाहा ओम रवि नमः पुरुषोत्तमाय नमः अब कान्छोलाई बिचबाट त्यस्तो काट्नु
मैले भनिसकेको छु यो भनेको आजको रमाइलोका लागि मात्रै है ल बोर्ड हाल्नु पर्यो पहिला ल अब यहाँ भन्ने भन्दाखेरि चाहिँ पहिला तपाईँले भन्नुहोस् हिमाल कि नेपाल नेपाल है हिमाल नेपाल है ल यो फियर छ है ल पाइनु है ल अब मैले यस्तो गरेर पाउँछु नि मैले आफ्नो के गर्नु मिल्दैन म त खेलाउने मात्रै होइन गुरु सिक्कालाई ठाडो पारिदिनु सबै आफ्नै गरेको पैसा सबै आउने भयो नानी फेरि अब सो हाल्नु पाउनुहुन्छ है तपाईँले है तपाईँको इच्छा अलिक बढ्न म बढ्छु भने पाउनुहुन्छ तपाईँले है त यो रमाइलोको लागि हो है किनभने भोलिपल्ट आफै भिडियोहरू बढ्छ राम्रो पनि हुने के भयो ल सो गरिदियो ल सो चल्यो के भयो फेरि बिर्स्यो चल्यो अरे ल तासमा हो सो गरौँ है ल मैले फटाइदिए मात्रै भएन केही गर्दै तपाईँ के भन्नु अरे नेपालमा है ल यता हेरेर पठाइदिनु त के छ मैले हेरेँ होइन ए हेर्नु त फेरि हामी यति राखौँ कसरी भन्नु यसरी कसरी यतिको पल्टाउँ यसरी पल्टाउँ यसरी फेरि अहिले यसो यसो भन्दाखेरि फेरि उल्टो हुन्छ त्यो पनि हेर्नुमा छैन नि केही फरक पर्दैन जसो गरे पनि मैले फेरि हुनु पऱ्यो नि त हेर्न पाइनँ सो आयो सो चाहिँ यहाँबाट सो आयो भने भएन है तपाईँले फेरि अहिले मैले यताबाट देखाएको देखाउनु हामीलाई देखाउनु मैले देखाएँ त के छ हेर्नु त मैले केही देखाएन है हिमाल छ हिमाल अब यसको अर्थ के भयो बराबर बराबर यो बराबरी भयो एकजनालाई जित्नु पर्यो नि त चाहिँ अब नानीलाई भल बोल्न दिनु पऱ्यो के भन्ने नेपाल है रमाइलोको लागि हो खेल्ने हो ल अब सो यो खेल आजलाई मात्रै सीमित हो भोलि पर्सिबाट अहिले जति पनि फिल्डमा जति पनि पैसा फिल्डमा झारेको छ तपाईँको जिते पऱ्यो पैसा त्यो हुनाले यसले जित्यो उसले जित्यो भनेर के मन थाल्नु परेन केही गर्नु परेन ल यहाँ तपाईँ नेपाल तपाईँ हिमाल है हुटिङ हुटिङ आयो
एकचोटि हेरिदिनु फुलले पूजा गर्ने असित होइन फुलले हरि ओम हरि ओम बेसी दक्षिणा गरी पूजा गर्ने त्यो झोलासोला लिएर दल्न पर्यो गाला दल माला चाहिँ सम्झिँदा यो माला लगाइदिनु चलन छ हल छोरी मान बोल्न अब दिनुहोस् तपाईँ आज मात्रै रेडी भोलि पछिबाट लिन पाइँदैन बस्नु लाग्यो छेउमा छ कि छेउमा त्यसपछि राख्न पर्ने के छ यसमा यो दिने भयो बुवाले हाँस्नु पर्यो बुवा त्यहाँ बस्नु कुरो मिलाएर जाउँ दिदी हाम्रो
हामी उतै गएर बार्गेनिङ गर्नु नि भयो पैसा चाहिन्छ भने त पैसा पाउनुहुन्न त्यसो होइन हामीले भाउजू नै मान्छौँ हामीले त्यस्तो उ भनेको छैन दिदी मान्छौँ भनेको छैन जुत्ताको लागि के दिन आएको भाउजूलाई ढोका छुकिँदैन हामी दिन आइरहेको भोलि त्यतिकै दिने भयो शिरको सिन्दूर तिम्रो बाचाको चिनारी यो हातको मेहन्दी तिम्रो मायाको चिनारी यो शिरको सिन्दूर तिम्रो बाचाको चिनारी आधा मात्र पुरा भई
को सवारी यो तिम्रो मेरो मन हाम्रो खुसीको सवारी आधा मात्र थिए पुरा भई तिम्रै प्यारी मैले रोजेको संसार खोजेको आधार सबै पाएँ मैले चाहेको जिन्दगी देखेको सपना सबै पाएँ अब बाँकी यो जिन्दगी तिमीलाई समर्पण गरेँ मैले रोजेको संसार खोजेको मैले पाएँ मैले चाहेको जिन्दगी देखेको सपना सबै पाएँ अब बाँकी यो जिन्दगी तिमीलाई समर्पण गरेँ क्यों आमा अब भयो मोबाइलले लु लु त्यसले पनि किच्वानी फेरि यहाँ मामासँग यहाँ बसेर आमाको हातसँग फोटो खिचिरहेको छ त अगाडिको मान्छे हट्नु न दाहिने खुट्टा भित्र पहिला राख्नु है दाहिने खुट्टा त्यस्तो सुसु स्वर लाने हो क्या अब एक खास गर्ने अनि दुईजना उठाउने हो क्या झर्ने हो दुई स्वर लाने स्वर एकैसाथ जोड्नु न त्यो दुइटै पाथी उता राखेर हो त्यसरी जोड्नु त्यहाँ उठाउने एकजना नछान्नु न अहिले पैसा अलिक पछि खोज्ने भने नछान्नु सबै पक्नु है ल जनै पर्दैन त्यहाँ त खानु तिमी एक हाल न दिदी अलिक त्यसर्को बस्नु त्यसरी बस्नु झुसी बनाउने क्या झुसी अट्टै जति माथि बनाउने कालो गर्नु परेन झगडा गर्नु नि त छिटो अलिक छर्दिनु दुलैलाई अलिक भन्न लाउनु आफ्नो नपुरा बस्नु दुलैलाई काम लाउनु परेन भनेको त्यो सुपारी कति हाल्दैन एकचोटि भयो तिनचोटि होइन तिनचोटि बस्नु सजिलो बस्नु खाना व्यवस्था के भएछ
पसिना अनि खाली जति गर्दा खाना खाइला होइन त्यहाँ बाहिरको के भो खै खै के भो छैन मजे भो के भो खै खै के भो छैन मजे हो फसै उडेमा बाफुल भई रहिन म आफूमै रहिन म आफूमै के हुन्छ हुन्छ के छैन म थिएँ जे के हुन्छ हुन्छ के छैन म थिएँ जे लाग्यो किन किन लाज झै लुके आँखा त्यसै त्यसै लुके आँखा त्यसै त्यसै तिम्रै दायाँ तिम्रै बायाँ ज्यान घुम्छ फनफन्ती झ्याप्पै ठोकी लाहा छाप मायालाई सिलबन्दी तिम्रै दायाँ तिम्रै बायाँ ज्यान घुम्छ फनफन्ती झ्याप्पै ठोकी लाहा छाप मायालाई सिलबन्दी हो मायालाई सिलबन्दी तिमीलाई हेर्न जुन किरी आउला तिमीलाई सुनाउन बतास
तिमीलाई सुनाउन बतासले गाउला रहिनमा आफूमै रहिनमा आफूमै बदलु सर्दै सर्दै यतै त आउला तिम्रो खबर मैलाई त सुनाउला बदलु सर्दै सर्दै यतै त आउला तिम्रो खबर मैलाई त सुनाउला लुके आँखा त्यसै त्यसै लुके आँखा त्यसै त्यसै मेरा सबै सबै कुरा तिमीतिरै छोडी आए सम्झिएर पुरै जानु भन्ने खबर जुनलाई पठाए तिम्रो कालो केसको म छायामा हराए धेरै गाह्रो माया भन्दा म थोरै डराए रहिनमा आफू